हेलो एन्ड गुड मर्निङ एभ्रिवान। म चाहिँ यहाँ बसिरहेको थिएँ। मैले सबै कामहरू गरेर बसिरहेको छु आज, किनभने मेरो फ्राइडे हो अनि मैले पढेर सबै कामहरू गरेर बसिरहेको थिएँ। अब जम्मै एउटा खाट मिलाउन बाँकी थियो अनि त्यो खाट पनि मिलाएर मैले अनि त्यस पछाडि लुगा लिन गएँ। लुगा लिएर आए पछाडि लाएँ मैले लुगा लाए पछाडि मैले कपाल कोर्छु अनि स्कुल जान्छु। मैले भात अघि खाइसकेको थिएँ अनि भात खाएर स्कुल गएँ, आएँ, एकछिन होमवर्क जति गरेँ। रात परिसकेको थियो। रात परिसके पछाडि मलाई मम्मीले काम लगाइहाल्नु भयो, मलाई साग लिएर आइज भनेर। अनि मैले सागहरू लिएर आएँ। साग पखालेर लिएर आए पछाडि मम्मीले सबै काट्नुभयो साग अनि मलाई यो फोहोर उत्यो गर सबै केमा हाल्दै भन्नुभयो। अनि मैले उठाएँ, बाल्टीमा हालेँ अनि सबै बाहिर फोहोरहरू उठाएर फाल्दै अनि बाल्टी पनि पखालेर राखिदिएँ अनि मुढाहरू सबै जति भित्र राखिदिएँ। अनि त्यस पछाडि अब यो सबै काइयो के सबै सामानहरू राखे पछाडि अनि मेरो आइडेन्टिटी कार्डहरू त्यसको ठाउँमा राखिदिएँ। सबै जुन ठाउँमा थियो आफ्नो ठाउँमा त राख्नु पर्यो नि होइन। अनि मलाई मम्मीले एउटा रोस्ट बनाइदिनु भएको थियो। रोस्ट खाएँ, एकछिन जति बाहिर बसेँ। बाहिरको जस्तो हुस्से आउन आँटेको थियो। अब जाडोको मौसम पनि सुरु हुन आँटेको छ नि त होइन। अनि त्यस पछाडि मैले फ्यानहरू बन्द गरेँ अनि बढारिसके पछाडि मैले अनि खाटहरू बढाएँ अनि बढारिसके पछाडि सबै मैले ओछ्यानहरू टक्टक्याएँ। त्यहाँनिर सबै सामानहरू बाहिर निकालेँ, सोफामा राखेँ। अनि भाइलाई सुत्नको ठाउँमा सबै मतलब मैले सबै जुगाडहरू गरिदिइसकेको थिएँ, किनभने भाइले त गर्न सक्दैन, भर्खर 5 वर्षको छ। अनि सिरानीहरू पनि सबै राखिदिएँ आफ्नो ठाउँमा, मतलब आफूले गर्ने ठाउँमा सबैले राखिदिएँ। अनि त्यस पछाडि भाइको लुगा पनि निकाल्दिएँ। भाइको लुगा निकाल्दिए पछाडि अनि मैले फेरि भाइलाई सुताइदिएँ। लुगा त्यतिकै फेराएर सुताइदिएँ, झुलहरू टाँगेँ अनि त्यस पछाडि सबै चेपचाप पारेर अनि भाइ पनि सुतिसकेको थियो त्यतिखेरसम्म। म पनि सुतेको